हेलो साथीहरू नमस्ते फेरि पनि तपाईँहरूलाई आज चाहिँ म यो पल्पिङ मेसिन देखाइरहेको छु तपाईँहरूलाई। यो चाहिँ मैले अस्ति पनि सेटअप गरेको, तर अस्ति चाहिँ लगभग 40 देखि 45 केजीसम्म मैले एकदम कफी बिगारेँ। अहिले चाहिँ यो बिहानभरि आज मलाई 5 घन्टा जति लाग्यो यो सबै खोलेर बनाउनुलाई। अहिले चाहिँ पूर्ण रूपमा यो सेटअप भइसकेको छ। आज दिउँसो मैले 20 केजी जति कफीको चेरी टिपेको थिएँ, त्यसलाई चाहिँ आज म गर्नु गइरहेको छु। यहाँ मोटर पनि छ, तर मोटर अहिले मैले चलाएको छुइनँ। कफीको क्वान्टिटी चाहिँ एकदम थोरै छ मसँग। आज यसले 100% यो मेसिनले चाहिँ पासमेन्ट फालिरहेछ यतापट्टि, नत्र तपाईँको अस्ति चाहिँ एकदम बिगारेर फाल्यो। मैले धेरै कफी बिगारेँ अस्ति। अनि तपाईँको अलिअलि एक दुईवटा चाहिँ यता पनि अहिले चेरी फालिरहेछ। यो चाहिँ पछि हामी धुँदाखेरि मजाले यसलाई टिपेर फाल्छौँ। अब यो पासमेन्टलाई चाहिँ हामी ड्रममा स्टोर गर्छौँ 72 घन्टा जति, अनि मात्रै पछि यो खान योग्य एकदम राम्रो हुन्छ कफी। तपाईँको अहिले चाहिँ एकदम राम्ररी नै बनेको जस्तै फालिरहेछ। र यो माथिल्लोपट्टि पनि तपाईँहरूलाई अहिले म देखाउने छु। यो माथिल्लोपट्टि चाहिँ यसले तपाईँको चेरी मात्रै फाल्छ। अस्ति चाहिँ भनेको यो माथिल्लोपट्टि यति धेरै दिउल र चेरी फुटाएर फाल्यो नि, तपाईँको 40 केजी चेरी मैले यो पल्पिङ गर्दाखेरि लगभग 10 केजी जति चाहिँ पुरै मास्तिरै दिउल फालिदियो। अब आज चाहिँ राम्रो भइरहेछ, त्यही कारणले हजुरहरूलाई आज मैले यो मेसिनको बारे देखाएको। तपाईँहरू पनि पहिलोचोटि यो मेसिन सेटअप गर्दै हुनुहुन्छ भने एकदम ध्यान दिएर सेटअप गर्नु होला, नत्र यति धेरै बिग्रिन्छ। बरु तपाईँहरूलाई यदि सेटअप गर्नु आएन भने यसको युट्युबमा पनि यसको सेटअपहरू राखिदिएको छ, युट्युबमा राम्ररी हेर्नुहोस् अनि पुरै सेटअप गरेर यसलाई बनाउनु पर्ने हुन्छ साथीहरू। अब मैले अस्ति पनि पासमेन्ट बनाएको थिएँ, सुकाएर लगभग सकेँ। अब यो पनि अब यसलाई पनि मजाले धुनुपर्ने छ। म तपाईँहरूलाई देखाउँदै गर्छु अरू भिडियो पनि। अस्ति चाहिँ मैले कफी यसरी आएकै थिएन कि यो कफीको दिउल चाहिँ अहिले चाहिँ पूर्ण रूपमा राम्ररी आएको छ, खुसी पनि लागिरहेछ। अब यो मेसिनको बारे चाहिँ एकदम अध्ययन गर्नुपर्ने रहेछ है साथीहरू। म त यो लगभग 3-4 चोटि सेटअप गर्दा मात्रै यो मलाई आयो यो सेटअप गर्नु। म चाहिँ धेरै अध्ययन गरेँ यो मेसिनको बारेमा सेटअप गर्नको लागि। ल है साथीहरू, अब यस्तै छ। अर्को भिडियोमा तपाईँहरूलाई म अवश्य देखाउनेछु। आज चाहिँ मैले यति नै ल।